शिवा नमस्ते हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ बिदाको दिन अनि म चाहिँ यस्तो फुलबारी बनाउनु पर्यो भन्ने सोच आयो अनि त्यही भएर म चाहिँ जङ्गलतिर जाँदैछु। फेरि फुलबारी बनाउनको लागि किन जङ्गलतिर गएको भन्ने कुरा पनि आउला। म चाहिँ खासमा चाहिँ सुनखरी रोप्नको लागि रुखै चाहिँदो रहेछ नि त, गमलामा रोपेको भएन। त्यही भएर म चाहिँ रुख यसरी काटेर अनि गमलामा नभएपछि रुखमै रोप्नु पर्यो भनेर रुख लिएर आउँदैछु। हरियाली जङ्गलै जङ्गल छ हाम्रो गाउँघरतिर चाहिँ। घर पनि म आइपुगेँ अनि यसरी खाडल खन्दैछु। खनेर लाएर मैले पुरी पनि सकेँ यसरी। अनि वरिपरि मजाले खाँदैन भने लड्छ अनि त्यही भएर खाँदैछु म। यो चाहिँ टिपेर ल्याएँ यसरी सुनखरी अनि म रोप्दैछु। रोप्नुभन्दा नि बाँधेको अडिँदैन नि त, भुइँमा झरिहाल्छ अनि त्यही भएर अडिएपछि जरा हान्छ अनि जरा हानेपछि बाहिर कुक्काइदिनु भनेर चाहिँ बाँध्दैछु। अनि कस्तो खाली ठुटा देखेँ मैले माथिबाट गमला पनि राख्नु पर्यो भने सानो काठ पनि ठोकिदिएँ। हाम्रो फाइनल लुक चाहिँ यस्तो भएको छ। अनि हाम्रो घरमा फुलेको फुलहरू आजलाई चाहिँ यति नै। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।